आदरणीय जनसमुदायहरू, सुनसरी गाउँपालिका वार्ड नम्बर 5 पसलामा हामी भूमे मेलाको आज उद्घाटन गरिरहेका छौँ। हामी यो पहिलो चरणमा भएको नाताले सिक्ने प्रयत्न गरिराखेका छौँ। देश तथा विदेशमा रहनुहुने सम्पूर्ण साथीहरूले सुझाव सल्लाह दिनुहुनेछ भन्ने अपेक्षासहित म लाइभ प्रस्तुत गर्न चाहन्छु। यो हाम्रो दोस्रो वर्ष रनिङ हुँदैछ। यसमा हाम्रा नाचहरू नमिल्न पनि सक्छन्, हाम्रा बाजाहरू पनि नमिल्न पनि सक्छन्। यसमा हामी सिक्ने र सिकाउने प्रक्रियामा छौँ। तसर्थ सबै यो फेसबुक लाइभमा जोडेर मलाई हेरिरहनु हुने यो मगर संस्कार संस्कृति सम्बन्धी जानकार विज्ञ साथीहरूले पनि कमेन्ट गरेर सहयोग गरिदिनु हुनको लागि पनि म अनुरोध गर्दछु। हामी मन्दिरलाई यसरी सजाउ गराएका छौँ। मन्दिरलाई हाम्रो भूमे पुज्ने मन्दिर चाहिँ हामी सजावट भइसकेको छ। अब हामी यो मन्दिरमा एकछिनपछि हामी हाम्रो मगर संस्कृति संस्कार अनुसार हामी पूजा आराधना गर्नेछौँ भने अहिले हामी यो नाच प्रस्तुत गर्ने प्रक्रियामा छौँ। हाम्रो आमा समूहका दिदीबहिनीहरू कम तयार हुनुहुन्छ, अब नाच्ने प्रक्रियामा हुनुहुन्छ। हजुर सिर्जना तरामुजी, हजुर ल हाम्रो भूमे पर्वको उपलक्ष्यमा यहाँलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। दिलमाया गुरुङजी, राज अली, यहाँहरू सबै मसँग फेसबुकमा जोडिनुभएका सम्पूर्ण साथीहरूलाई म हाम्रो मगरहरूको भूमे पर्वको उपलक्ष्यमा यहाँहरू सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। भने हामी यो नाच प्रस्तुत गर्न लागेको दोस्रो वर्ष मात्रै पुगेको छ। यो दोस्रो वर्षमा हामी सिक्ने र सिकाउने प्रक्रियामा छौँ। तसर्थ यहाँहरूले सुझाव दिनुहुनेछ भन्ने अपेक्षा पनि हामीले गरिरहेका छौँ। तसर्थ यहाँहरूलाई म मेरो फेसबुक लाइभ मार्फत सुझावको अपेक्षासहित यहाँको हाम्रो रोल्पा सुनसरी गाउँपालिका वार्ड नम्बर 5 जयमा कसलाको मगर समुदायको कल्चर अनुसारको नाच हामी प्रस्तुत गर्न खोजिराखेका छौँ। यो रोल्पा जयमा कसला को हो सुनसरी गाउँपालिका वार्ड नम्बर 5 को हो सिर्जनाजी। जयमा कसला लोकनाथ पाण्डेजी, हजुर नमस्कार। दिनेश रावलजी नमस्ते। ल हजुरलाई पनि धेरै धेरै शुभकामना छ। यो नृत्य प्रस्तुत गरिराखेको हामीले यो दोस्रो वर्ष मात्रै चलिराखेको छ। धना थापाजी हजुर नमस्कार। एमडी राइन नमस्ते। इन्द्र खाती हजुर नमस्कार। अलिक कलस गरौँ त। केशव कुँवर हजुर नमस्कार। रेगन अर्यालजी हजुर नमस्ते नमस्ते। डोए रोक्का मगर हजुर नमस्कार है नमस्कार नमस्कार। हाम्रो कसलामा भूमे मेला यसरी चाहिँ चलिराखेको छ। हामी 11 र 12
नाच्नेछौँ। हजुर करुणा बुढा मगर, जिटिएम जय, मनबहादुर थापा, विक्रम खड्का, यहाँहरू सबैलाई धेरै धेरै हाम्रो यो एमडी रहमान, तिम्रो अरुण रोक्का मगर, हजुर यहाँहरू सबैलाई हाम्रो भूमि पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। हामी यो दोस्रो वर्ष मात्रै हामी नाचिराखेका छौँ। यो हाम्रो पहिलो वर्ष सामान्य उद्घाटन गऱ्यौँ भने अहिले थोरै केही सिकेर यतिको नाच्ने प्रयत्न गरिराखेका छौँ। यहाँहरू सबैको सल्लाह सुझावको हामी अपेक्षा गर्दछौँ। यहाँहरूले हामीलाई सकारात्मक सल्लाह सुझाव दिएर हामीलाई सहयोग गर्नुहुनेछ। रमाइलो पो भइरहेछ भतिजा। हजुर अङ्कलजी नमस्ते है, राम्रो भइरहेको छ। हामी कोसिस गर्दैछौँ, हामीले हाम्रो संस्कारलाई उजागर गर्ने कोसिस गरिराखेका छौँ। हजुर मनबहादुर थापाजी सबैलाई भूमि पर्व शुभकामना भन्नुभएको छ। बुद्धिराम रोकार गुड भन्नुभएको छ। भोपाल पुन भेनाजु नमस्ते नमस्ते। अब यहाँ चाहिँ हामी भूमिको नाच यसरी प्रस्तुत गरिराखेका छौँ। ल उठाको टोलले बोलाम। यामबहादुर विष्ट दाजु नमस्कार। अलि सानो घेरा बनाउने भन्नु पर्यो, भन्नु न, ग्याप नछोड्नु। ल है ग्याप बढी भयो भन्ने भयो, ग्याप मिलाऊ ग्याप। ल हुन्छ भाइ, मैले ग्याप मिलाउनु भन्छु। अब मान्छेहरू बल्ल अहिले जोडिँदैछन्। अब चाहिँ कर्मिक रूपबाट अब वृद्धि हुँदैछ। ग्याप बनामा ग्याप मिलाम। हाम्रो दर्शकहरू यहाँ माथि बस्नु भएको छ। अत्यन्तै धेरै दर्शकहरू उपस्थित भइसक्नु भएको छ। अब चाहिँ निरज नमस्ते भान्जा भूमि मेला सफलतापूर्वक सम्पन्न गर्नुहोस् शुभकामना। कहाँ हो मामाजी, आउनु न, नमस्कार। मनपुरा बहिनी ल आउनुहोस् है। ल है भेनाजु सालामाइती। ल यहाँ हामी त नाच्दैछौँ। म यति बेला लाइभमा जोडिराखेको छु।
इब्राहिम शेखजी हजुर नमस्ते नमस्ते। शिल्पा शर्मा हाँ क्या हालचाल है? बढ़िया है ना? मैं तो अभी गांव आया हूँ। हमन के ये मगर का रीति संस्कार अनुसार आज भूमि की पूजा है, वही पूजा के नाच में व्यस्त हूँ। और हालचाल ठीक है ना? ल देश तथा विदेशमा रहनुभएका सम्पूर्ण फेसबुक लाइभमा जोडिनु भएका साथीहरूले सकारात्मक सल्लाह सुझाव दिनुहुनेछ। हामीलाई लाग्छ जेलबाङ थबाङ रुकुम जस्तो पर्फेक्ट नृत्य प्रस्तुत गर्न त नसकौँला, किनभने हामी दोस्रो वर्ष मात्रै हामी नाच्दैछौँ। हामीले प्रयत्न गरिराखेका छौँ मगरको संस्कृति संस्कारलाई पुनः जगेर्ना गर्ने उद्देश्यका साथ हामी कोसिस गरेका छौँ। यो कोसिसमा यहाँहरूको सल्लाह सुझावले हामीलाई अत्यन्तै सकारात्मक भूमिका खेल्नेछ। यो हाम्रो प्रयत्न र हाम्रो कोसिसलाई यहाँले सल्लाह सुझाव प्रस्तुत गरेर हामीलाई सहयोग गरिदिनुहुनेछ भन्ने पनि भरपुर आशा र अपेक्षा हामीले राखेका छौँ है। मणिराम रोका महेन्द्र पुन मगर हजुर यहाँहरू सबैलाई स्वागत छ। आज भूमि पर्वको उपलक्ष्यमा यहाँहरू सबैलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। हामीले यो वर्ष सङ्ख्या वृद्धि गरेर अलि धेरै बनाएका छौँ भने अर्को वर्ष यसलाई अझै विशाल बनाएर हामीले अझै व्यापकतामा नाचहरू पनि सिकेर अझै राम्रो बनाउने कोसिस हाम्रो रहनेछ। राजु पाण्डे नमस्ते दाजु भाइ नमस्ते नमस्ते। भाइलाई पनि हाम्रो यो भूमि पर्वको उपलक्ष्यमा धेरै धेरै शुभकामना छ। विराज बुढाथोकी, देवेश गुरुङ, एलबी मुस्कान यहाँहरू सबैलाई हार्दिक हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु है। निश्चल बुढा हजुर, थापा मेनुका हजुर यहाँहरू सबैलाई स्वागत छ। यो मगर हामी प्रकृति पूजक मगर समुदायको आज भूमि पर्वको उपलक्ष्यमा हामीले नृत्य प्रस्तुत गरिराखेका छौँ र हामी एकछिनपछि हामी मन्दिरमा पूजा आराधना पनि गर्नेछौँ र हाम्रो मेला 2 दिन लाग्नेछ। अङ्कल निकै रमाइलो भइरहेको छ। भूमिले हामी सबैको रक्षा गरून्, एकदमै सही भन्नुभएको छ निश्चल बुढाजीले। हामी सबैलाई हाम्रो भूमि देवताले रक्षा गर्नेछन् र हामीले पुर्खौँदेखि विगतदेखि मान्दै आएको भूमि पूजालाई हामी अझै यसलाई परिष्कृत गर्ने र यसलाई अझै सशक्त बनाउने र यसलाई सबैको संस्कार संस्कृति जगेर्ना गर्ने उद्देश्यले चाहिँ हामी लागिराखेका छौँ है। पुरन कान्छा नमस्ते सबैजनालाई हजुर नमस्कार नमस्कार। निश्चल बुढाजी हजुर सबैजनामा मिठो सम्झना, हजुरलाई पनि धेरै धेरै सम्झना छ र यहाँलाई शुभकामना पनि छ। सोमनाथ शर्माजी हजुर नमस्ते। भीमबहादुर थापा मगर हजुर नमस्कार है नमस्कार। भीमबहादुर थापा हजुर म पनि आउँदैछु भन्नुभएको, थापा मगर आउँदैछु भन्नुभएको छ। यहाँलाई स्वागत छ। अवश्य पनि यहाँ हाम्रो नृत्यलाई अवलोकन गरिदिनु हुनेछ, हामी अपेक्षा राख्दछौँ। मनपुरा मगर नमस्ते दाई भन्नुहुन्छ। बहिनी नमस्ते। हामी
पनि सिक्दैछौँ। तपाईँहरूले चाहिँ भूमे पूजा गरिसक्नुभयो, हामी चाहिँ गर्ने प्रक्रियामा छौँ है। सुनिल बुढा मगर भूमे ठान, हजुर हजुर नमस्कार नमस्कार। मणिराम रोका तपाईँ पनि नाच्नु न दाइ। मैले चाहिँ लाइभ गरिराखेको छु, म एकछिनमा नाच्छु है बाबु। तीर्थ मल्लजी हजुर नमस्ते। मुकेश पुन मगर हजुर म मुकेशजी आउनु पर्यो नि नाच्न, यहाँ यसरी नाच्ने भइराखेको छ। सुनिल बुढा मगर म आउँ त दार्जिलिङ दाइ, आउनु पर्यो हजुर। हजुरलाई यहाँ हामी स्वागत गर्न तम तयार छौँ, हामी बसिराखेका छौँ है। ल यहाँ हाम्रो यो दोस्रो वर्ष हो, यो दोस्रो वर्षमा नाचहरू नमिल्न पनि सक्छन्, हाम्रा बाजागाजा नमिल्न पनि सक्छन्। किन भन्दाखेरि हामी सिक्ने र सिकाउने प्रक्रियामा छौँ यति बेला है। हामीले नाचको सुरुवात गरेको जम्मा दोस्रो वर्ष हो। तेस्रो वर्ष अझै परिष्कृत गर्ने हाम्रो योजना छ। यसलाई अझै विशाल र बृहत बनाउने प्रयत्न चाहिँ हामी गर्नेछौँ। अहिले हाम्रो बाजागाजा नमिल्न पनि सक्छ, हाम्रा नाचहरू नमिल्न पनि सक्छन् है। आउँदैछ दाइ, म पनि भोलितिर। ल बहिनीलाई हामी स्वागत गर्न हामी तम तयार रहनेछौँ, अवश्य आउनुहुनेछ। महेश खनालजी हजुर नमस्कार है, नमस्कार। हामी त म त गाउँमा छु, गाउँमा यस्तो हाम्रो आज भूमि पूजा हो, यसको कार्यक्रममा सरिक छु है। ल ल ल ल अत्यन्तै राम्रो रमाइलो भएको छ। मुकेश पुनमर नमस्ते पुसाई, मेरो बिदा मिलेन पुसाई हो। ल ठिक छ, तपाईँ आउनु नपाए पनि मैले तपाईँलाई हाम्रो फेसबुक मार्फत मैले तपाईँलाई मनोरञ्जन गराउने प्रयत्न गर्नेछु। थापा मेनुका नमस्ते हजुर नमस्कार है। हजुर राम्रो नाच्ने कोसिस गरिराख्नु भएको छ। हाम्रो दर्शक दीर्घामा यहाँ धेरै मित्रहरू आएर बस्नुभएको छ। नमस्कार है, नमस्कार नमस्कार। यहाँ हाम्रो चाहिँ सबै दर्शक दीर्घामा बसिराख्नु भएको छ। भूमे मेला हेर्नको लागि सबै मित्रहरू देश तथा विदेशबाट चाहिँ यो अवसरलाई चुम्नको लागि यहाँसम्म आइपुग्नु भएको छ। सुनबारेजीले चाहिँ सनाइमा हुनुहुन्छ। दिनेश मगर, बरमाया मगर, खुर्सिद खान, यदु कुँवर, यहाँहरू सबैलाई स्वागत छ है।
विशालजी हजुर अङ्कल म ड्युटीमा भए तापनि निकै उत्साहित भएको छु। गाउँमै भएको भए उपस्थित हुने थिएँ होला। अवश्य पनि हाम्रो बाध्यताले हामी विदेश हिँड्नुपर्ने अवस्था छ। नेपालको परिवेश र हाम्रो आफ्नै बाध्यताहरू छन्। तर पनि यो मेरो फेसबुक लाइभ मार्फत यहाँले अवश्य पनि गाउँमै भएर अवलोकन गरिराखेको महसुस गर्ने गरी मैले हजुरलाई फेसबुक लाइभमा जोडिराखेकै छु। यहाँले यसरी नै लिदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। बाध्यता यही त हो, परदेशी नै पर्ने भयो हो। यो सबै नेपालीहरूको बाध्यता हो। यो बाध्यता यो व्यवस्थालाई हामीले सहजतामा बुझ्नुपर्दछ। सोही अनुरूप गर्न हुन र यहाँले अवश्य पनि आफ्नो स्वास्थ्यको पनि ख्याल गर्दै आफ्नो ड्युटीलाई कडाइपूर्वक गर्नुहुनेछ। यहाँको परिवेश र परिस्थिति अनुसार त अब हुन्छ नै। हामी सबैको मन देशमै बसौँ, परिवारसँगै बसौँ भन्ने त छ। तर पनि आफ्ना बाध्यता छन्। यसलाई हामीले बाध्यतालाई सोही रूपमै बुझ्नुपर्ने हुन्छ। दलबहादुर रसाइली हजुर भण्डारी भागीरथ हजुर सृष्टि रोका यहाँहरू सबैलाई हार्दिक स्वागत छ। गाउँमा भएर अवलोकन गरेर जस्तै भए अङ्कल, विशेष गरी हजुर लगायत मेरा अग्र व्यक्तिहरू, मेरा आदरणीय आफन्तजनहरूमा मिठा सम्झना। हजुरलाई पनि धेरै धेरै सम्झना छ। दलबहादुर रसाइली हाई, के छ खबर भन्नुभएको छ? ठिक छ। नारायण हमाल दाई हजुर नमस्ते। सङ्गीता खत्री हजुर नमस्कार। अनि कति दिन हो अङ्कल मेला रमाइलो निकै गराउनुपर्छ। हाम्रो 2 दिन मेला हुन्छ। आज उद्घाटन भयो। हामी भोलि दिनभरि चाहिँ नाच नै गर्नेछौँ र भोलि साँझ हामीले बिदावाडी हुनेछौँ। पूजे नमस्ते। गोविन्द रेग्मीजी हजुर नमस्कार है। नमस्कार। लोकेन्द्र रोका मगर हेलो, कहाँ छ यो लोकेन्द्र भाइ? आउनु पर्यो नि यहाँ। अब हाम्रो परम्परा अनुसार खुकुरी नाच हुँदैछ है साथी हो। भयो नि, भयो, सुरुवात भइसक्यो। छिटो आइजनु बाबु। अब हाम्रो खुकुरी नाच हुँदैछ है साथी हो। खुकुरी नाच नाच्न मिल्नु वा नमिल्नुले अर्थ राख्दैन। मुख्यतः आफ्नो रीतिरिवाज र संस्कृतिलाई बचाइ राख्नु ठुलो कुरा। एकदम सही भन्नु हिमाल महेशजी।
कुरो सही छ यसमा म पनि चाहिँ एकदमै सहमत छु हजुरको विचारमा शेर सुरेर म आउँदैछु 5 बजे एकदम वेलकम मोहन कुमार हजुर नमस्कार है माधव बस्नेत हजुर नमस्ते बिबी छेत्री भेनाजु नमस्ते भन्नुहुन्छ हजुर नमस्कार है साला भाइ कहाँ हो खै देखिन पर्यो नि खड्ग कौशलजी हजुर अभिवादन है अभिवादन लौ हामी त यता पो छौँ जाऊ त नाच्न बधाई छ रमाइलो गर्नुहोस् हजुर रमाइलो हुँदैछ मोहन कुमार रमाइलो रहेछ हजुर रमाइलो हुन्छ निर्मल जी हजुर नमस्ते है नमस्ते अभिवादन निर्मला जी ग्याप छुट्यो अरे जानु अगाडि त्यहाँ ग्याप छुट्यो बड्डा यहाँ फेसबुक लाइभ गरेछु फोन हानी नगर न यार
राम परिवारजी हजुर नमस्कार है। अभिवादन। झिरमाको आवाज मिलाउनु पर्यो या बन्द गरेपछि अरू आवाज सुन्नलाई उपयुक्त हुन्थ्यो कि झिरमाको आवाज बन्द गरेर रमाइलो हुँदैन त। खै केराती बल कहाँ गयो नि कहाँ ए गोविन्द रेग्मीजी नाइस हुनुहुन्छ हजुर हजुर